हेलो गाइज, के छ आज रेम सरले खाना बनाउँदै हुनुहुन्छ। सरको खाना देखेर मलाई खानै मन लागेन। हेर्नु पानी यति धेरै हालिदिनु भएछ। चिकन छ यहाँ यो प्याज बुलबेडा मसला लसुन यति यो त देखाउनु पर्दैन कि सर, थाहै छ त हालेर अलि म लास्टमा म चाख्छु है सर। ओके ओइ हाल्ने तरिका त हेर्नु न, यस्तो खतरा छ सरको भुट्ने तरिका। वाउ त्यसले प्याज भुट्नुपर्छ सुरुमा। भयो हेर्नु हाम्रो होटेल यस्तो छ, हामी यस्तो होटेलमा बसेको छौँ। यहाँ यो तातोपानीको छेउमा हो यो होटेल। यो बस्ने लायकको छ, खैरेहरूको लागि नभए पनि नेपालीको लागि त टक्क मिल्ने खालको छ। हेर्नु झ्यालबाट नि पुरा सिन देखिन्छ। ओए यो भनेको चामे हो, चामेको हिमाल देखिन्छ यहाँबाट। अझै भनौँ भने यो हिमाल, यहाँ एउटा दिदी हुनुहुन्छ, यो दिदी नि सेलिब्रेटी हो, टिकटक धेरै बनाउनुहुन्छ, दिनमा 2-3वटा टिकटक हाल्दै हाल्नुहुन्छ। सर त झन् भन्नै पर्दैन, सर त ठुलो भ्लगर हो। हेर्नु यस्तो छ प्याज त। फेरि भन्नुहोस् त सर, डाइलग सुन्नुहुन्छ तपाईँ? के भयो सर? ग्यास? ओ हेर्नु त सरले यस्तो खोल्न नसकेको अवस्था। ओइ खोल्न सक्यो। ओ बिस्तारी सर, बिस्तारी माथि। सर मासु कतिखेर पाकिन्छ भन्नु न। सकिएको सर ग्यास? छुट्टी भएकोले हामी भिडियो बनाउँदै गरेको अवस्था छ। यो भनेको मसला, यो भनेको टमेटो यति सानो काट्नु भएछ कि देख्दै छैन। क्यामेराले नि जुम गरेर हिँड्नु परिरहेछ। सरले यति मसिनो काट्नु भएछ कि जुम गरेर देखाइरहेको छु। हेर्नु त यस्तो त छ। उनी हेर्नु मासु पनि जुम गर्नु परिरहेछ सरले काट्नु भएर। यस्तरी तपाईँहरूले मासु खान मन लागे भने हाल्नु होला, सरले भुटेर दिनुहुन्छ, त्यो पनि फ्रीमा। सर धेरै के भन्छ, सर धेरै धनी मान्छे हो, त्यसैले फ्रीमा। यो भनेको हाम्रो के भन्छ भाँडा धुने ठाउँ यस्तो छ। यो भनेको हेर्नु न कति मजाको भ्यू आएछ। ओए सरी, सर यसलाई भन्छ भ्लगर। यो यसरी पो गर्ने हो नि भ्लग सर। थालहरू पनि देखाइदिने, भाँडा पनि यस्तो देखाउने, सब चिज देखाइदिने हो कि कुच्चो पनि देखाइदिने हो सर। कुच्चो त यस्तो छ, यस्तो कुच्चो। खुर्सानी यस्तरी। यो भनेको हो यस्तो हुनुपर्छ। ए बाहिरको ए बाई। ओइ यहाँ हेर्नु त भ्लग, म भ्लगर आइसकेको छ तपाईँहरूको सामु। देख्न सक्नुहुनेछ तपाईँहरूले यस्तो मजाको भ्यू। यो चामेको भ्यू, अलिकति यहाँ रुख खुइलिएको छ। ओ त्यो रुख त झन् खुइलिएको रहेछ। ओइ यहाँ त डेन्जर छ, घाम पनि लागिरहेको अवस्था छ, सरी व्याकरण मिस्टेक। ओए होटेल यस्तो छ हेर्नु त। यस्तो होटेल छ यस्तो। अब जाऊँ भित्र, सरले मासु पकाउनु भएछ। किन्छ तर टिभी हेर्न मिल्दैन, यस्तो त छ। हिटर छ, हिटर बाँध्न मिल्दैन। वेज थालहरू देखाउनु भन्नुभयो, अब के भन्ने, थालहरू देखाइदियो। तर यो थालमा खाना खाने त होइन, जस्ट देखावटी। हुनुपर्छ। तपाईँहरूले कहिले पनि मासु भुट्नु भएको छैन होला, त्यसैले सरले भ्लग बनाउनु भएको।
नत्र भए कहाँ बनाउनु हुन्थ्यो र हाम्रो दिदी नै आउनुभएछ यसरी ओइ सरको मासु त हेर्नु यस्तो डेन्जर छ कुखुराको मासु ब्रोइलर कुखुराको मेहनती हुनुहुन्छ अलिकति भिडियोमा अवश्य लाइक सब्सक्राइब अनि सबै ठोकिदिनु भयो गर्दै गरौँ